केटी माग्न जाँदा तपाईको तलब कति छ? साथीभाइसँग भेट हुँदा तेरो तलब कति छ? अनि कति पाहुना पर्न जाँदा फेरि उही प्रश्न, तपाईको तलब कति छ? कहिलेकाहीँ यही प्रश्नले मानिसहरूको वर्षौंदेखिको सङ्घर्षलाई एकै पलमा सानो बनाइदिन्छ। तलब एउटा मात्र अङ्क हो, तर त्यस पछाडिका निन्द्राविहीन रातहरू, थकाइ, जिम्मेवारी र अधुरा सपनाहरू लुकेका हुन्छन्। कोही बाबुआमाको औषधि किनिरहेको हुन्छ त कोही आफ्ना भाइ बहिनीहरूको भविष्य बनाइरहेको हुन्छ, अनि कोही आफ्ना चाहनाहरू मारेर घरको खुसी जोगाइरहेको हुन्छ। त्यसैले मानिसलाई उसको तलबले होइन, उसको सङ्घर्षले चिनाऊ। धेरै कमाउने सधैँ सफल हुँदैनन् र थोरै कमाउने सधैँभरि असफल पनि हुँदैनन्। जीवनमा सबैभन्दा धनी त्यो मान्छे हो जसको बोलाइमा नम्रता र सम्मान लुकेको हुन्छ र मनमा इमान्दारी हुन्छ। किनकि पैसाले खरिद गर्न सक्ने हैसियत त बनाउन सक्छ, तर संस्कार र सम्मान कहिले पनि किन्न सक्दैन। तपाईलाई के लाग्छ? आफ्नो धारणा कमेन्ट गर्नुहोस् है त।